नमस्कार, म राजन कटुवाल। हामीले जो इटरी नगरसँग र ओडासँग सहकार्य गरेर इटरी 20 को पानीपियादेखि बरगाछी र होम्सदेखि दिव्य पानी फ्याक्ट्रीसम्मको 11 वटा क्यामेरा फिट गरिसकेका छौँ। यो चाहिँ धनपुरी एकता समाज तथा नगरसँग सहकार्य गरेर 4 वटा क्यामेरा र इटरी 20 को वडा नम्बर 20 ले चाहिँ अरु 7 वटा क्यामेरा गरेर 11 वटा क्यामेरा हामीले अहिले यो फिक्स गरिसकेका छौँ र यसको जुन मोनिटर चाहिँ हाम्रो तररा चौकीमा राखिएको छ र कोही पनि साथीहरूलाई डाउट लागेमा यो बीचमा कसैलाई पनि चोरी भयो या यो बाटोमा कुनै पनि दुर्घटना भयो भने हाम्रो तररा चौकीसँग आएर सहकार्य गर्नुहोला। यो फुटेजहरू सम्पूर्ण हेर्न सकिन्छ। अहिले लगभग हामीसँग 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 वटा फुटेज हेर्न सकिन्छ यहाँ र सम्पूर्ण साथीहरूले यही जानकारी गराए। जुन झन्डाहरू देखिएको छ यो चाहिँ होम्स लाइन हो र सम्पूर्ण यसमा देखाइएको फुटेजहरू छ। यसमा धेरै धेरै धन्यवाद सम्पूर्ण साथीहरूलाई र विशेष गरी धनपुरी एकता समाजले माग गरे बमोजिम गत 15 गते वैशाख 15 गते पुराण लगाएको थियौँ हामीले। त्यहाँनिर चाहिँ झन्डा बिजुलीको पोल र यो सीसी क्यामेराहरू लागिसकेको छ र वडा नम्बर 20 को सहकार्यमा अन्य सीसी क्यामेराहरू लागिसकेको छ र अब यसै गरी हामीले बिस्तारै ठाउँ ठाउँ चोक चोकमा पनि हामीले यो सीसी क्यामेरा राख्यौँ भने हाम्रो सुरक्षा हुन्छ भन्ने हामीलाई विश्वास छ र यसमा अति राम्रो काम भएको छ। यो अति राम्रो कामको लागि सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौँ। हस्, धन्यवाद, नमस्कार सम्पूर्ण साथीहरूलाई।